Hello everyone, welcome back to Vishi Shot. आज हामीहरु ओल्ड सिटीमा छु प्रियंका बहिनीको बर्थडे छ हो बर्थडे गर्ल यता हेर्दिनु होला हेलो हामी त्यो नेशनल जेरुसलम होटल रहेछ यहाँ हो अलिकति सस्तो चिप तर राम्रो छ ब्रेकफास्ट इन्क्लुडेड हो सबभन्दा जेरुसलममा सस्तो त्यही रहेछ हो अनि यहाँ ओल्ड सिटीको भित्र छ हामीहरु अब अहिले फिलहाल मेरो बुढियालाई लिनु गएको दुईजनालाई पुरा भोक लाग्यो अरे हो भोक लागेर कन्ट्रोल भएन बिहानदेखि खाँदै खाएको थिएन के खाएर चाहिँ आउँछु भन्दै थियो अरे हो मैले चाहिँ अनि अब दिदी आएकै छैन त्यही लागि पर्खेको छ हामी दिदी चाहिँ मान्छे तेल अभिभबाट आउँछ या त यहाँबाट तेल अभिभ जान्छ हैन दिदी चाहिँ इन्डियाबाट आउँदै हुनुहुन्छ ल ल अब भेट्नुपर्छ पर्खिराखेको छु यहाँ सिरुत आउने ठाउँमा पंकजले बार्बिक्यू खाने अरे ग्रिल चिकन खाने अरे एकदम कोल्ड कॉफी भाई ये ना वो है लैम्प वो मस्त अपना लैम्प भी है लैम्प है ये हाँ लैम्प भी और ये है। चिकन वो भी है वो लैम्प भी है 15 सेकल है 15 सेकल लिएर गएको त क्यामेरा हामी यहाँ टेबलमा बसिराखेको छु हो मिठाईहरू देखाउँदै होला मजाले यो पाउँछ भनेर तर दामी चाहिँ दामी पाउँछ गुलाब जामुनदेखि लिएर सबै पाउँछ यहाँ हामी मछली बजारको यहाँ छु ओल्ड सिटीको मछली बजारको यो एकदम सिनेमेटिकमा भिडियो बनाउँदैछ खतरनाक डेन्जर स्पेसल चाहिँ यही हो यहाँ चाहिँ चिज हुन्छ दामी हुन्छ यो मिठाई भन कस्तो छ भाई खाओ ना पेल जाएगी नहीं तो ब्रेक काम आने भाइ यो मेरो हिरोइन आयो मेरो बुढिया ला अब आइपुग्यो भगवान यति ढिलो आयो के 5 बजे 5 कहाँबाट आउनुपर्छ हामी चाहिँ निस्केको घुम्नु हो हामी चाहिँ धमस्कस गेटको त्यहाँ पुगे वेस्टर्न वलपट्टि जाँदैछु हो प्रेयर गर्नु अरे सबजनाले के मागिराखेको छ अरिजिनल किनेर पनि पुगेको छैन अब चाहिँ डुप्लिकेट किन्ने अरे तर यो चाहिँ डुप्लिकेट चाहिँ फर्स्ट कपी हो है बक्साहरूको भएको त्यो हाम्रो ग्याङहरूले आएर बिक्री गर्छ नि केटाको वालेटहरू पनि रहेछ हौ दामी रहेछ त है यहाँबाट चाहिँ चर्च जान्छ हो राइटपट्टिबाट यहाँबाट चाहिँ वेस्टर्न वल जान्छ छिटो छिटो तिमीहरू चाहिँ छिटो छिटो हिँड न हौ के गरेको पाउँछ हो मिस्टी यो चाहिँ स्याखाले यो चाहिँ मिठो हुन्छ अलिकति यो चाहिँ वेस्टर्न वल पुग्न आँटे यता चाहिँ छ त्यो अलग छ मस यता चाहिँ छ वेस्टर्न वल त्यो लागि चाहिँ यहाँ एकदम सानो कम्प्लिकेटेड जग्गा छ क्या दुवैजनालाई एक दुस्रा यही बाटोबाट हिँड्नुपर्छ त्यही लागि नै देखो मोस्टली झगडा हुन्छ यो बाटोमा 7 बजेपछि दिदैन पुगे हो भाइ बाबा वेस्टर्न वल पुगे अब एकैछिनमा यहाँ पुरा भिड हुन्छ सबात हुनु आँटेको छ हो त्यो पछाडि चाहिँ अलग छ मस छ ए माथिबाट अलिक माथिबाट देख्छ उयो चाहिँ अलग छ मस हो त्यसको पछाडि चाहिँ त्यो गोल्डन मस हो मेन चाहिँ उयो मस हो मान्छेले अर्कै भन्छ क्या फोटो भिडियो एलाउड छैन है तर यहाँ हामीहरू जाने यहाँ होइन है फिल्टर लगाएको छैन दिदी हेर्नु हो यहाँ चाहिँ पर्ची राख्ने नियम हो क्या यो वलको कुना केप्चामा हान्नुपर्छ गर्ल सेक्सन उता अलग्गै छ बोय सेक्सन यहाँ छ पंकज र म जान्छ अब पर्चीहरू राख्छ प्रेयर गर्दाखेरि अब चाहिँ हामीहरू यहाँबाट जाने हो हेलो को हो यहाँ फोनमा यो अलग छ मस जाने चाहिँ यहाँबाट एक्जिट गरेर यो भित्रबाट यो चाहिँ टुरिस्टहरूको लागि मात्रै हो यहाँबाट चाहिँ हामीलाई गोल्डन मसको त्यता अलग छ मस चाहिँ दिँदैन दिँदैन आज यो फ्राइडे र स्याटरडे बन्द हुन्छ टुरिस्टहरूको लागि अन्त तिम्रो सन्डे र रेस्ट अफ द डे चाहिँ थर्सडेसम्म चाहिँ 11 बजीदेखि 2 बजीसम्म मात्रै दिन्छ त्योभन्दा उता दिँदैन पहिलाको प्लिजहरू त्यो जहिलेदेखि
ओल्ड सिटी बनिएको थियो त्यति बेलादेखिको यसरी पहिला दोकानहरू लाग्थ्यो क्या यो पिलर चाहिँ अब साइड साइडमा कता दोकान थियो बिचमा चाहिँ हिँड्ने बाटो अन्त यो चाहिँ साइड साइडमा यो त पछि बनाएको यो जे स्ट्रक्चरहरू हो त्यसको बनाएको योहरू चाहिँ सबै यो चाहिँ बनाएको त्यसको टेक लगाउनको लागि यो चाहिँ बनाएको असलियत हिस्ट्री हो यो पिलरहरू सबै हामी चर्चको छेउमा पुगे हो यो चाहिँ पहिलाको मेन गेट होइन यो चाहिँ ब्याक गेट हो पहिलाको हो त्यो चाहिँ मेन गेट उतापट्टि थियो जो अहिले यो बनाइसकेर नयाँ डिजाइनहरू बनाइसकेर सबै टुटिसकेको छेउमा पुलिस स्टेसन पनि छ क्यान्डलहरू पनि पाउन सक्नुहुन्छ तपाईँहरूले हो बाबाले गुगल बताउनु आँटेको स्टार्ट गर्न गुगल बाबाले गुगल बताउनु यो चाहिँ मेन चर्च हो होइन जहाँ क्रुसिफाइड भएको होइन यहाँ चाहिँ यस्तो हल्ला नगर न बत्ता पता यहाँ मेन हो यहाँ पर कुन चाहिँ उयो अरे मेन चर्चको कथोलिक उयो होइन तर यो चाहिँ यस्तो हो जहाँ नि केही मुभ गर्नु पाउँदैन बुझ्यो यहाँ चाहिँ केही मुभ गर्नु पाउँदैन किनकि यहाँ जस्तो मुभ गऱ्यो भने यिनीहरूको नियम टुट्टिन्छ यिनीहरूको रिलिजियसमा अब जुन चाहिँ 6वटा यिनीहरूको मेन उयो छ त्यही लागि यो उयो देख्दैछ ल्याडर देखाउँ अब वो लेटर है ना वो लगभग 500-600 साल से वही जग्गा में हल्लिन मतलब कुनै पनि सामान चेन्ज गर्नु पाउँदैन चेन्ज गर्नु पाउँदैन उयो ल्याडर छ नि उयो ल्याडर त्यही नै हुनुपर्छ त्यो ल्याडर कहिले चेन्ज गर्नु पाउँदैन त्यो त्यहाँ माथि दिदी देख्नु भयो ओ त्यहाँ त्यो यदीको 5वटा 6वटा उयो छ नि क्रिस्चियनहरुको उयोहरु डिभाइडेडहरु किन गरे अब यदीको उ जातहरुमा चाहिँ आफ्नो आफ्नो एरिया दिएको छ के यहाँ अब यो चर्च एउटै मान्छेलाई दिनु सक्दैन त्यही लागि चाहिँ यहाँ उयो गरेको छ विवेक तिमीले त यस्तो तिमी त यस्तो अहिले ब्लगमा पुरा यो त अहिले कन्ट्रोभर्सी बन्नु सक्छ हैन रियल हो यो चाहिँ अहिले चाहिँ नि यहाँ उयो गर्दैछ किनकि वरको कारणले गर्दा टुरिस्ट बेसी कम्ती आएको छ भनेर मात्रै यहाँ रिसर्च गर्नु दिँदैछ ए ओके हो अनु यहाँ सुन अब यो अर्को सेकेन्ड ठाउँ यो मेन ढोका छ नि यो मेन ढोकाको चाबी चाहिँ मुस्लिम फ्यामिलीकोमा छ जो पहिलादेखि जुन चाहिँ मुस्लिम फ्यामिलीकोमा आएको छ त्यसले मात्रै खोल्नु पाउँछ यो 5 बजे बिहान अरू कसैले पाउँदैन अन्त यो छ नि यो ठाउँ छ के छ यो ठाउँ यहाँ चाहिँ जिजस क्राइस्टलाई चाहिँ क्रुसिफाई क्रुसिफाई गर्नुभन्दा अगाडि चाहिँ क्लोथ खोलिदिएको जिजस क्राइस्टको यो ठाउँमा चाहिँ क्या अन्त यो ठाउँमा चाहिँ प्रेयर गर्नु उयोले मात्रै पाउँछ पपले मात्रै पप छोडेर अरू कोही क्रिस्चियनहरूको सबभन्दा ठुलो उयो चेयरमा बसेर उयो गर्छ प्रेयर बुझ्यौ अनि यो चाहिँ यहाँ के हो यो चाहिँ यो गेटको चाबीहरू चाहिँ उयो मुस्लिम फ्यामिलीकोमा मात्रै छ बुझ्यौ अब यो ठाउँबाट चाहिँ हामीहरू आउँदैछु अन्त यहाँ चाहिँ यो चाहिँ के हो माथि चाहिँ क्रुसिफाइड भएको मिन्स माथि चाहिँ छोड न माथि चाहिँ जिजस क्राइस्टको हेड थियो बुझ्यौ त्यहाँदेखि चाहिँ ढुङ्गा थियो नि त्यो चाहिँ मेन ढुङ्गा चाहिँ यही हो बुझ्यौ जिजस क्राइस्टको यो ढुङ्गा यो त्यही लागि यो पुरा क्र्याक भएको छ माथिपट्टि चाहिँ जिजस क्राइस्टको हेड हो त्यही लागि त्यहाँ चाहिँ प्रेयर गर्ने त्यो उयो जस्तै छ तर यो चाहिँ मेन उयो हो क्या बुझ्यौ जो यो वाल हो नि मेन वाल चाहिँ यही हो जुन चाहिँ अब ब्याड किस्मतमा उयो गरेको यो चाहिँ रोमन एम्पायरको क्विनले बनाएको पहिला ज्युस कम्युनिटी त्यत्रो उयो थिएन जिजसहरूको त्यत्रो फल्देको थिएन क्या जहिले त्यो आयो तर मार्नु चाहिँ रोमन एम्पायरले मारेको तर त्यस्तो उयो भएको थिएन क्या अन्त पछि चाहिँ रोमन एम्पायरको क्विन आएर चाहिँ थाहा पाएर चाहिँ यो जग्गा खोजेर चाहिँ बनाएको क्या यो टेम्पल यो चाहिँ जिजस क्राइस्टको ढुङ्गा राखेको जहाँ बसाएको थियो जिजस क्राइस्टले मार्नुभन्दा देख्यो पिक्चर्सहरूमा देख्यो उहाँहरू लुगाहरू खोलिदिएको क्विनले चाहिँ यही ठाउँमा चाहिँ भेट्टाएको त्यो क्रसको उयो जिजस क्राइस्टको अन्त चाहिँ यहाँ डिसाइड गरेको कि अन्त बनिन्छ भनेर यो जति देख्दैछौ नि यो हर जेनेरेसनको एउटा उयो क्रस हो यो वलहरूमा जति पनि देख्दैछौ नि जस्तो जेनेरेसन रिसर्च गरेर आएको रहेछ जेनेरेसन मतलब राम्रो कुरा हो यो यस्तो देख्यो जितना घोपेको हो क्या इयर काउन्ट गरेर यो बनाएको पहिलादेखिको यहाँ सबै जग्गामा छ हेर
बुझ्यो यो ठाउँमा चाहिँ पाएको होइन नि तर यो चाहिँ अब प्रेयर गर्ने ठाउँ बनाएको मेन चाहिँ छ अझै मुनि भयो पङ्कज एकैछिन भिडियो बन्द गराऊ यो ठाउँमा चाहिँ मेन भेटेको यो ठाउँमा चाहिँ बुझ्यो यो त्यो गरेको छ किन माइक छ नि त यो ठाउँमा चाहिँ टक्कै भेटाएको क्या चर्चको उयो चाहिँ मेन क्रस जिजस क्राइस्ट बुझ्यो यो ठाउँमा चाहिँ भेटाएको उयोले रानीले अन्त चाहिँ डिसाइड गरेको कि यहाँ चाहिँ हो मेन ठाउँ भनेर न कसैलाई थाहा थिएन मेन ठाउँ कहाँ हो भनेर अहिले जुन चाहिँ फायर यिनीहरूको फायर जुन चाहिँ जलाउँछ नि अल ओभर द वर्ल्डमा लग्छ नि स्टार्टिङ फायर चाहिँ यो दुलोबाट निकाल्छ बहुत साइडमा छ यो दुलोलाई यो ये आग को चाहिँ ये लोग नींबने नहीं देता अभी भी अंदर में जला हुआ है समझा ये बोलता है कि ये लोग ये आग जब गया ना तो दुनिया खत्म हो जाएगा बोल तो ये आग को ना ये लोग हर दुनिया का जगह में लेके जाते समझे आगे से देखा जा सकते हैं हम लोग उताबाट हो जाने तर होइन यहीँबाट दिन्छ गएको छु म पनि कतिचोटि जाऊँ दिन्छ के म पनि गएको छु जाऊ न चल आजा पंकज डोम ऊपर का डोम देखना कितना बड़ा है ये बैक साइड में थे ना पंकज ये बैक साइड में थे जीसस ने जो किताब लिखा था ना जो यो चाहिँ यो विकास हुन्छ मेन बुक क्रिस्चियन रोमन क्याथोलिक र उयोहरूलाई नि पुरा डिस्कसन छ क्या कहाँ चाहिँ जिजस क्राइस्टले चाहिँ लास्ट उयो लिएको भनेर त्यो हुन्छ नि गुफाभित्र हालेर ढुङ्गाले बन्द गरेको हुन्छ नि होइन रोमन क्याथोलिकले चाहिँ भन्छ कि कसले भन्छ कि यहाँभित्र हो भनेर मेन यो ठाउँ सब कन्फ्युजमा मेन चाहिँ त्यतिले भन्छ कि यो अनुलाई पनि आएको थिएन होला यो ठाउँ कहिले पनि यो ठाउँ चाहिँ यो जुन चाहिँ गुफा छ नि यो गुफा यहाँ देखाइराखेको छ हेर फोटोमा पनि छ क्या जिजस क्राइस्टलाई चाहिँ लास्टमा यो ठाउँमा हालेको भनेर स्टिल अहिलेसम्म पनि डिस्कसन छ त्यहाँपट्टि मेन चाहिँ हिस्टोरिकल्ली हेऱ्यो भने चाहिँ सबले यही मान्छ आऊ न के हुँदैन आऊ न के हुँदैन योभित्र चाहिँ खास गरी चाहिँ भन्छ कि रोमन एम्पायरको चाहिँ नि जहिले राज थियो नि त्यति बेला चाहिँ यो ठाउँलाई चाहिँ जसलाई पनि सजा दिन्थ्यो त्यसको पछि चाहिँ यहाँ राख्थ्यो जिजस क्राइस्टलाई चाहिँ त्यहाँ किन राख्यो भनेर चाहिँ यतिको चाहिँ डिस्कसन छ क्या डिबेसन बुझ्यो यो ठाउँलाई चाहिँ भन्छ यो भेनाहरूलाई पनि थाहा थिएन दिदी आउनु है मलाई त पुरा डर लाग्छ दिदी आउनु फोटो भी खींच उसी से बस हो गया यो चाहिँ रोमन क्याथोलिक अर्को साइड चाहिँ अर्कै क्याथोलिक क्या दुईवटा भागको यहाँ सेम ठाउँमा छ क्या त्यसलाई उयो गर्दैन देख्दैनौ डिजाइन हेर न यो अर्कै उयसको हो यो अर्कै उयसको हो त्यसलाई डिफ्रेन्ट डिजाइन छ क्या डिफ्रेन्ट आफ्नो पाथ हो नि त यहाँ चाहिँ पप आएर मात्रै प्रे गर्नु पाउँछ भनेर यही ठाउँमा यहाँ चाहिँ उयो भएको क्या मैले अघि भनेको थिएन पपले मात्रै आएर प्रे गर्नु पाउँछ भनेर यही ठाउँ होइन पपले मात्रै प्रे गर्नु पाउँछ भनेको नि यही ठाउँमा किनकि जिजस क्राइस्टको क्लोथ यहीँ खोलेको नि त बुझ्यौ त्यसको पछि चाहिँ यहाँ लाएर चाहिँ निल गरेको यसरी बुझ्यौ यो ठाउँमा राखेर चाहिँ निल गरेको यसरी हो यो ठाउँमा चाहिँ क्रुसिफाई गरेको राजाले सजा दिएको त्यो चेयर चाहिँ यही हो यो चेयर हो यो चेयरमा बसेर चाहिँ उयो गरेको छ बुझ्यौ हेरेको त क्या त्यो राजालाई क्रुसिफाई गरेको चाहिँ हेरेको थियो त्यसले लिड गरेको त्यो बोलेको पनि सुनेन हो माइक
होस् न मतलब इन्फर्मेसन पनि आओ पनिशमेंट यही चर्च में दिया यही चर्च में दिया ये तो ये लोग का कोड जैसा यहीं पर लास्ट मील ना मैंने तो सुना यहाँ पे उन्होंने को तार रखा है कांटे वाला कांटे वाला तार है यहाँ पे वो यहाँ पर है ऐसे लगा के मगर लेके गए नहीं यहाँ पर लास्ट मील किया था यहाँ पर लास्ट मील किया था बन्द छ समझा? त यहाँ पर अनि यो अंदर त में मैं गया भी हूँ कभी कभी खाली खुलता है ये लो ओल्ड सिटी को पनि टुर भयो आज कम्प्लिट खाली अलग सा मस चाहिँ जानु पाएन हामीहरू त्यति नै हो अब गएर हाम्रो प्रियङ्का बहिनीको बर्थडे मनाउने कतिवटा बर्थडे मनाउने थाहा छैन यो चाहिँ दिदीसित भएको मनाउने अरे हो यो चाहिँ लास्ट बर्थडे अरे अन्त भोलि चाहिँ हामीहरू बेथलेहेम जान्छ जहाँ चाहिँ जिजस क्राइस्ट बोर्न भएको यो पुरा यता साइडको टुर गरिहालेको यसपालि चाहिँ हामीले भोलि चाहिँ पार्ट 2 बनिन्छ तर बर्थडेको पछि चाहिँ क्लोज हुन्छ अर्को क्रिस्चियनहरूको अर्को ग्रुपलाई चाहिँ त्यो भन्छ त्यो ठाउँलाई चाहिँ भन्छ उयो ठाउँ छ गएन किनकि क्लोज भएको छ त्यो ठाउँमा चाहिँ जिजस क्राइस्टको उयो मैले फर्स्ट कहिले भिडियो बनाउँदाखेरि चाहिँ त्यति बेला चाहिँ भनेको थिएँ देखाएको पनि थिएँ त्यहाँ चाहिँ उयो भनेर सबजना थाकेर बर्थडेको डेकोरेसनको अब बेलुनहरू पनि नटाङ्ने अरे हो सिधा केक काटिदिनु लु प्रियङ्काको कतिवटा केक काटिसक्यो अरे 4टा यो 4टा हो 4वटा हर हप्ताको बर्थडे चल्दैछ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु प्रियङ्का लु तर्फबाट गिफ्ट ओल्डोको बेग त्यो चाहिँ हाम्रो वाइन खानाहरू यस्तो छ दामी छ दामी आज चाहिँ थाकेको बेलामा खाइदिनुपर्छ अब मजाले नि प्रियङ्का पार्टी चाहिँ खतम भयो प्रियङ्काको हो त्यहाँदेखि अब चाहिँ हामीहरू यो ब्लगलाई चाहिँ यहीँ एन्ड गरेको नेक्स्ट ब्लग भोलिको हुन्छ हामी बेथलेहेम जान्छ नेक्स्ट ब्लग अर्कै हुन्छ